दिपावली लुगा छानिरहेको छ श्यामचोक होइन यो दाइ आलु कसरी किलो रोजाना आसपास है गो लिनम ल हेलो गाइज व्हाट्सअप दर्शन नमस्ते फेरि पनि आइसकेको छु मेरो ढकमा स्वागत छ नयाँ भिडियो र नयाँ सोच लिएर आइसकेको छु अब चाहिँ म राम्रो राम्रो कन्टेन्टहरू ल्याउने छु गाइजहरू होइन तपाईँहरू चाहिँ इन्जोय गर्नु होला भिडियो ओके चाहिँ फाइनली धरान बजारमा आइसकेको छौँ भान्जा दिपावली लुगा छानिरहेको छ होइन मेरो ढकमा चाहिँ तपाईँलाई स्वागत छ हामी चाहिँ धरानमा छौँ होइन लुगा चाहिँ यहाँ सस्तो पाउँदछ घन्टाघर सेउनेरी होइन तपाईँहरू चाहिँ आएर भिजिट गर्न सक्नुहुनेछ अनि हामी चाहिँ आज दिदीकै घरमा बस्छौँ होला राम्रो राम्रो कपडाहरू छ भान्जालाई मेरो ढकमा स्वागत छ है सन्चै हुन्छ भान्जा एकदम ल ल ल दिपाले पुरा लुगा छानिरहेछ सस्तो लुगा लाउने अरे त्यो छानिरहेछ हारा लुच्छ गाइजहरू तपाईँहरू पनि आएर भिजिट गर्नु होला अनि यहाँ चाहिँ होइन मोमोहरू पनि पाउँछ नास्ता सास्ता होइन क्या दामी ठाउँ छ होइन आउनु होला घन्टाघरको छेउमा है गाइजहरू घन्टाघरको छेउमा 4 बजेदेखि राति 8 बजीसम्म गाइजहरू होइन फाइनली लुगा सुगा किनेर सपिङ गरिसकेर अहिले हामी श्यामचोकमा छौँ दिदीहरूको रुममा होइन हामी चाहिँ श्यामचोकमा छौँ हामी भोलि राम्रो फर्किनेछौँ गाइजहरू होइन मैले देखाएको ठाउँमा चाहिँ ओभर सस्तो छ 500 देखि लिएर 200 150 कपडाहरू छ म तपाईँहरूलाई श्यामचोकको लुक पनि देखाउनु गइरहेको छ है गाइजहरू हामी चाहिँ यहाँ दिदीको होटलमा छौँ होइन श्यामचोकमा अनि यहाँबाट चाहिँ स्वाटै परेर चाहिँ गाइजर श्यामचोक होइन यो अनि यो चाहिँ स्वाटै गरेर त्यहाँ उयो छ गाडीहरू घुमिरहेको छ अहिले रातिको 9 बजिसकेको छ बाबु यता फर्क न बाबा लुगा किनेर तिमी सेटिस्फाई छौ छैन के गरौँ त त्यस्तै त तर लुगा चाहिँ 150 रुपियाँ गोटा पाइरहेको थियो नि यार 150 रुपियाँ गोटा भनेर के गर्ने एउटै राम्रो थिएन मन पर्दै थिएन हामीले त लास्टमा दोकानदेखि किनेको यहाँ आएर त्यो पनि ऊ यहाँ अगाडि होइन हामीसँग क्यास पनि थिएन नि गुड मर्निङ एभ्रिवान मर्निङ भइसकेको छ होइन दिदीहरूको हामी चाहिँ यहाँ खाना खाएर लाग्नुपर्ने हुन्छ होइन बुढी फाइनल्ली खाना खाएर 11 बजी धरानदेखि घर फर्किँदैछौँ हाम्रो भान्जा म दिपा भान्जाले रेलवेसम्म छोड्नुहुन्छ भनेर हामी चाहिँ जाँदैछौँ अनि रामपुर हुँदै घर निस्किनेछौँ गाइजहरू होइन त्यस्तो ठाउँ
हामी चाहिँ फाइनली रामपुर बजार आएर भिजिट गरेर आएको छौँ। यहाँ आलु 500 को 2.5 किलो। अनि हामी चाहिँ सब्जी बजारमा छौँ। बजार लागिरहेको छ है। दाइ आलु कसरी किलो? 40 रुपियाँ किलो। यहाँदेखि लैजाउँ ल। खोर्सानी पनि छ। हामीले 1-1.5 किलो त लाने। हाम्रो चाहिँ अटो पनि बोलाएको छ क्या दाइलाई। दाइले पर्छ अरे दाइहरूसँग जान्छ होइन। टेम्पोमा चढेर पनि घरसँग आइसकेर पनि खाना खाएर चाहिँ नुहाएर फ्रेस भएर बसिरहेको छु। अरू भिडियो चाहिँ बादमा। फ्रेस भएर चाहिँ तल घरमा बसिरहेको थिएँ। ठक्क माथि आउने बित्तिकै टक्क फेरि अजिब कुरा भयो क्या। कस्तो होइन सोच्दै नहोस् म देखाउनु गइरहेको छु है। कस्तो पानी परिरहेको छ। अजिब कुरा चाहिँ यही हो गाइजहरू होइन। पानी परेछ सिमसिमे। पानी पर्ला भएको होइन पानी परेको। तर यसलाई पानी भन्दैन तर नर्मल मात्र हो। अल्लाह बिरामी छ आँखैले हेर्नु दबाई लाम त लगाइदिएको खै कस्तो पानी परेर पनि रोकिसकेको छ। घाम लागिसक्यो। अनि हामी चाहिँ के गर्ने भन्दाखेरि अनि आज हामी चाहिँ काम गर्दैछौँ। अनि हाम्रो चाहिँ किचन भत्काएको छौँ। अनि किचनको काम भइरहेछ। टिन सिन होइन लाउने एकछिन होइन। काम यस्तै छ गाइजहरू होइन। खाना बन्दैछ। खाना बन्दैछ। खाना खै के बन्दैछ? 2टा कुकरमा माम उयो दाल तरकारी। अब एकछिनमा तरकारी प्लास्टिकमै छ होइन। तरकारी स्पेसल मासु सुँगुरको मासु। हाम्रो किचन चाहिँ होइन बनिसकेको छ। हामीले यो थपेको यति बढाएको छौँ। अनि यस्तै हो पहिला जस्तै हो तर हाइट चाहिँ थोरै बढाएको छ होइन। चुरा सबै भत्काएको माटोसाटो सबै लगाएको। अनि यस्तै बनाएको छ जुगाड। अनि हामीले चाहिँ कुखुराहरू पनि थपिरहेको छ। कुखुराहरू पनि छ। अनि अहिले चाहिँ बच्चाहरू लुकीडुम खेल्ने भन्दैछ होइन। फेरि होइन बच्चाहरूले लुकीडुम कस्तो हुँदो रहेछ म देखाउँछु है ल। 1 2 3 गो। यहाँले गाइजहरू होइन। अब यहाँ चाहिँ निनमले 1-2 गन्छ। अनि त्यसपछि यिनीहरू चाहिँ लुक्नु जान्छ। 10 सम्म गन्छ है। 15 1 2 3 गो निनम ल। 4 छिटो न। गो भयो किन ल। तिमी अगाडि पछाडि सुरु भइसक्यो है गाइजहरू। यहाँ बच्चाहरूको लुकिडुम इनामले यहाँ खोजिरहेको छ है। रोजान आसपास है जान्ने अरे म देखेन बेचिसक्यो। अनि त्यहाँ ए नाति एवा काँडा मर्छ है। नाति चाच खिलाउँदा थियो। ए यहाँ रहेछ अमित त। बिराल पनि भेटाइसकेको छ सबैजना। निनम खुसी छ होइन। ल ल अबिराल डुम्बै